प्रिय बहिनी निशा, आज तिम्रो व्यथा केवल एउटा परिवारको पीडा होइन, यो समाजको अन्तरात्मादेखि आकेको घाउ हो। जब निर्दोष छोरीहरूको इज्जत र ज्यान लुटिन्छ, त्यो केवल एउटा अपराध मात्र होइन, मानवताको हार हो र सिङ्गो समाजको लज्जा हो। न्यायको तराजु कसैका लागि हल्का र कसैका लागि भारी हुन थाल्यो भने त्यो समाजको नैतिक पतनको सङ्केत हो। हामीले इतिहासबाट एउटा कुरा सिक्नुपर्छ, सामाजिक परिवर्तन केवल संविधान लेखेर मात्र हुँदैन। परिवर्तन तब हुन्छ जब समाजको चेतना बदलिन्छ। के हामी साँच्चै समानताको समाज निर्माण गर्दैछौँ कि अझै पनि कसैको पीडा ठुला समाचार हुन्छ, कसैको पीडा सानो नोटिसमै सीमित हुन्छ? जबसम्म यो प्रश्नको इमान्दार र उत्तर खोजिँदैन, तबसम्म परिवर्तनको नारा केवल नारामै सीमित रहनेछ र अन्ततः न्यायको लडाईँ कुनै एक समुदायको होइन, यो सम्पूर्ण समाजको आत्माको परीक्षा हो। आज इनिसा विकको नामले फेरि हामीलाई सम्झाइरहेको छ, यदि समाज सचेत भएन भने अन्याय केवल एउटा घटना भएर सीमित हुँदैन, यो परम्परा बन्छ। त्यसैले सोच बदल्ने साहस गरौँ, हत्याराहरूले उन्मुक्ति नपाउन्। प्रिय इनिसा, तिम्रो पीडा व्यर्थ नजाओस्, तिम्रो नाम न्यायको आवाज बनोस्।